बोतल छिर्नु पर्यो त्यहाँ बाबा यता हेर मलाई तिमीलाई नै हेरिरहेको छ मेरो त आँखा त्यतै त गइरहेछ त खतरा रहेछ है मगनी सिसको त छाडा गरेको र हुँदैन मसाज पनि गर्नु मिल्छ यहाँ त्यस्तो मसा ससा चाहिँ गरिँदैन हेर ओके गुड नाइट मुजीले भन्छ कि मुजी के बुझी भन्नु कस्तो हाल मेरो बेबीले भन्छ तिमीहरूको आज ठोक्नी रे बेबीले देवी रे मेरो बेबीले भन्छ मेरो बेबी बन्देऊ त पनिसमेन्ट ल के अघिकै पनिसमेन्ट दिनु अघिकै ओइ त्यो पछाडिको त्यो देख्ने चिज फर्काएर बस्थे बरु यो टाउको दुखिसक्यो टाउको तल खुट्टा माथि गर्दा गर्दा चिकन डान्स गरिदिन्छु म चिकन डान्स गरिदिन्छु बरु टाउको थिल भइसक्यो यार कति गर्ने नो 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 एउटा टाउको तल खुट्टा माथि तर अघि तिमीहरूको यहाँ खुट्टा छोप्या थियो या टाउको छोप्या थियो फुल देख्नु पर्यो के फुल म गरेर देखाइदिउँ फुल कस्तो हुन्छ टाउको पनि देख्नु सकेसम्म वाङ्गै दिएको सकेसम्म वाङ्गै तिम्रो लुङ्गी नै तलतिर खसेन अर्को पनि यो एरिजले चाहिँ के देखाउनु खोजेको केही छैन यसको अर्को भाइ अर्को के गर्नु थाहा छ एउटा पानीको बोतल लिएर आउने यत्रै बोतल लिएर आउने अनि यो पानीको बोतल राखेर यसमा सिटअप गर्ने उठक बेठक पानीको बोतल बोतल छिर्नु पर्यो त्यहाँ त्यो त छाडा भयो नि अदासिस हो र हामीले हजुरले दिएको खास भएन मैले त त्यस्तो दिएको छैन नि त तीसरा पनिसमेन्ट ल जा दुईटा बोतल साइडमा राख गोल हान मजाले जा गोल हान 10 चोटिसम्म गोल हान पुरै गोल हुनु पर्यो है पानीको बोतल हुनु पर्यो गोल हान्नलाई पनि पानीको बोतल फुल हुनु पर्यो अर्को पनिसमेन्ट भन्नु यो एरिज के गर्दैछ भने टाउको तल भन्नु अर्को पनिसमेन्ट ओइ तिनटै नगर्ने रे हेर्न ओइ यसले त त्यही भने यो लास्टै उयो छ क्या ल गर्छु लाइज थुक्क एरिजले गरेछ यसको बिटमा लाइज सेना तपाईँ आउनु भएको सेना हैनलाई नि पनिसमेन्ट दिन्न खतरा एक्सरसाइज हानिरहेछ एरिसको पनिसमेन्ट सकिन बेला भइसक्यो गेम उठाउ छिटो अझै गर्दैन क्या यो मगन अझै गरेन क्या गेम लगायो मेरो त अब एक मिनेट बाँकी छ एरिस तिम्रो ओइ मगर्नीको फेरि भयो क्यामेरा एङ्गल तर खतरा रहेछ है मगर्नी सिसको त मैले त केही पनि हेरेको छैन मैले पनि केही दिएको छैन गाइज डबल ट्याप ट्रिपल अदा टिम खै त अदा टिम यार कस्तो रमाइलो भइरहेछ यार प्लिज सबैले सपोर्ट चस्मा गर्नु लाउनु कारण केटालाई थाहै छैन सबैले सपोर्ट गरौँ न केटा गर सोल्टी हो केटा हो तिमीहरूको कता छ ट्याप ट्याप यता होला त्रिपल प्ले अदा टिम देख्छु केटाहरूलाई केटा हो होइन म पनिसमेन्ट खतरा आज यो दुईटा सेक्सी लेडीहरूलाई आज खतरा त्यतिकै यस्तो क्या खेमिदाई तपाईँ आउनु न निन्द्रै लाग्दैन किन निन्द्रा लाग्दैन भने त यस्तो हेर्नु पर्ने रहेछ कहाँबाट निन्द्रा लाग्यो निन्द्रै नलाग्यो तिमीहरूलाई होइन अब लाग्यो होला नि निन्द्रा अब सुत गाइज लाइफ सेयर प्रेम त्यसलाई पानीमा उमाल्दै भन्नु बस्छुन्जेल साह्रो त्यो लुलो हुन्छ अनि धेरै साह्रो भयो क्या लुलो खानुपर्छ मेरो त माहौल पनि छैन कि यो बोल्ने लाइभमा यार डबल ट्याप के उठ्यो एमे के उठ्यो हजुर तिमी कहाँ हेर्दैछौ बाबा यता हेर मलाई तिमीलाई नै हेरिरहेको छ मेरो त आँखा त्यतै त गइरहेछ त कस्तो राम्रो है एरिस मेरो बेबीलाई बाबा नभन न मलाई चित्त दुख्छ छ्या जुनु ए यिनीहरू त झगडा गर्न लाग्दा मगर्नी पनि कहिले खेमे मिलाइदियो भन्छ एरिस पनि बाबा भन्छ ट्रिपल गाइस सबैजना मिलौँ न ल डबल रक्सी र दुम्बाको झोल धान्जाले खेल्दिन्छ हिरोको रोल भन्ने गीतमा टिकटक बनाउँछु म आज बनाऊ त्यसमा भात्रालाई सपोर्ट गर्दियो
मलाई पनि भान्जाले रिक्वेस्ट गरे थियो बनाइदेऊ भनेर त्यही भएर हिजो जे साथ थियो त्यही बेला बनाएर हालिदिएको गाइस सबैजना तिनपाने रक्सी र तुम्बाको झोल भान्जालाई खेलिदिन्छ गाइस सबैजना भान्जा भनेको सिङ्गर हो हेरेर आँखालाई पनि लाने मैले नै भन्ने होला यहीँ बस्छ काठमाडौँ यहीँ ठमेलमा बस्छ मिस्टर भन्दा मिस्टर भान्जा प्लसमा डबल ट्याप गाइस टप आइडीलाई फलो गर्ने डबल ट्याप गर्ने लाइभ सेयर गर्ने कसम होइन 1-2 दिन भयो मेरो लाइभ सुकेको नत्र म्याथुरी आज मैले ठोक्थेँ क्या ओहो हो र ठोक्नु ल्याउनु हाम्रो त खै छैन भने मै 3 दिन भइसक्यो धोपी खाँदै बसे बिरामी भएर बल्ल उठेर लाइभ आएको म हिजो राति 12 बजे नि हिलो पानी र उल्टी जम गर्दा गर्दा दिमाग खराब भइसक्यो मेरो यहाँ खेलेको हिजो राति हिजो चन्दन र म अनि चोर बुढा र विपना यस्तो दुःख सुन्नु भने त हाम्रो गिफ्ट कति चाहिँदैन होइन केटा दुःख सुना होइन आज मतलब 2-3 दिन भयो धोपी खाएको भने गाइस खोइ तैँले मलाई पार्टी खुवाउनु भने अस्ति आइनस् यहाँ अजार हामीले खाइसक्यो हो र अस्ति बोलाइस् त तैँले मलाई बोलाइदिनुहोस् न त केहीमा एड छैन इन्स्टाग्राममा एड गर्न मलाई ल अब कहिले हो मलाई चाहिँ स्पेसल पार्टी मेरो यहाँ सुन त मेरो बायोमा इन्स्टाग्राम आइडी छ मलाई चुटी उ गर्न तेरो के छ नाम इन्स्टाग्राममा गाइस इन्टु 3 गरौँ न गाइस गर्नुहुन्छ भने इन्टु 3 अब होलीमा भेट्नु पर्छ गाइस इन्टु 3 गरौँ न कस्तो होलीमा अनि भोलि भेट्ने के गयो यो गाउँमा छ भोलि भेटे त अनि गाइस होलीमा के होलीमा डबल ट्यापे टिकटकै सुक्यो यार एउटा गिफ्टर छ यार यहाँ गाइस सबैजना मेरो टिकटक सुकेको छ यार सुक्यो यार गाइस 3 रोजेस गाइस टिकटक सुक्यो यार म त के गरौँ म 3 रोजेस यिनीहरूलाई भ्युअर्सहरूले नि के भन्ला त है यिनीहरू त खालि माग्नलाई नै बसेछ भन्नुहोस् त आग्नै बसेको नि हामी के माग्ने बसेको नि के लेब्रा हो र माग्ने बसेको नि के अरु के गर्नु पर्छ सेल गर्नु भएको म त मेरो माया गर्ने मान्छेलाई भेट्न आएको है बोल्न म आएको त माग्न आ गाइस प्लिज देऊ छिटो यहाँ बि लिब्रा छिटो देऊ प्लिज टिम्पलमा हान्देऊ त ब्रदर के हो लिब्रा भने तिमीलाई त्यो उमा के अरे घरतिर माग्न आउँदाखेरि यत्रो एकचोटि फाके क्रस गरेर पर्सन दिन यिनीहरूलाई फेरि डेमो यता सुन न लुक्का यार नावनसरको काम यार ठिक छ बसौँ न पनिसमेन्टमा गेम नखेली भने बस्ने अब हैन के भाग्दिम न प्लिज म त भाग्छु है भाग्दैन दिनु ल भाग्यो म भाग्दिन्छु तिमी नि भाग सो मच ओए भाग्ने कुरा गर्ने हैन फेरि इसमी ओनासिस डेमो अनि मेरो हाम्रोमा आयो भने के गर्ने तिमीहरुमा आयो भने हामी स्कोर पर्सन गर्दिन्छौँ हैन हेरिसे हो किन भन्छ भाग्ने कुरा नगरे तिमीहरु माकुरीहरुलाई फेरि गाइस चटला गरिदिनु है गाइस अहिले भन्दैछ अहिले फेरि म भनिदिरहेको छु है ओहो हेर अहिले चाहिँ हेर यो फेरि मगाउने मलाई त यो मगाउने यस्तो हाम्रो छ नि फेरि तिमीहरु लिएर आऊ ल यसको लिड गरेर तिमीहरु 30 के क्रस गरेर लिएर आऊ हामी गर्दिन्छौ अहिले तुको तु अब उनी जोसै छुट्टी हुन्छ क्या आएपछि यसको चाहिँ मगाउनेको हाई लेभलमा आइहाल्छ मेरो जोस कोही नभएर पो त नत्र म आग लगाइदिन्थेँ टिकटकमा सपोर्टर मेरो 2-4 जना खतरा हुनु हो भने गाइस एउटा ल 10k ल आइज ओ आइज गाइस लाइभ सेयर गर्न डबल ट्याप आउँछ न लाइभ सेयर लाइभ रिपोस्ट पनि गर्नु है लाइभ रिपोस्ट पनि खेलवन तेरो टिमलाई लास्टै हेर्यो यार लास्टै हेर्यो अब के म बेबी टेन्सन नगर अब हामी जित्यो थ्यांक यू सो मच अब हामी जित्यो नि पनिसमेन्ट ल तिमीलाई ठिकको नर्मल पनिसमेन्ट पनिसमेन्ट त नगर्ने अब यहाँ अल्छी लागिसक्यो तिमीहरू अघिदेखिको पनिसमेन्ट भनेर खेलिरहेछ हामीले गरिरहेछौँ मैले म पनि नगर्ने हेर्ने दुईटा अल्छी लागिसक्यो सिस हेर्नु न तपाईँहरू आउँदाखेरि त हामीले गरेको थियौँ त बरु पनिसमेन्ट गर्नु अनि अर्कोचोटि ल खाने स्कोर आउने छोडिसकेको थियो हामीले पनिसमेन्टै दिन छोडिसकेको थियो है यता सुन्नु न स्कोर नआएर हो नत्र तपाईँहरूको आउँदाखेरि गरेको सियरमा गएर 1 थर्ड अप्सन के हो भने थर्ड अप्सन के दिने एरिसे 10 वटा खोर्सानी चपाएर फेसमा जाने ल आमा बिचरा खेमुले ओइ
चिकन डान्स देन यिनीहरूलाई चिकन डान्स गर्छ 10,000 मा के को अघि हामीलाई टाउको तल खुट्टामाथि दिएको छ केमुले गर्न सक्ने देऊ न केमुले गर्न सक्ने देऊ खुर्सानी के दिएको थियो रे के दिएको थियो रे के दिएको उनीहरूले त्यो यस्तो यो सिलिन्डर ढाडमा राखेर गर्ने त उनीहरूले दिएको 5,000 ल म त्यो गरिदिन्छु बट केमुले गर्न सक्ने देऊ न उले गर्न सक्ने देऊ एउटा गर्न सक्दैन यसले यो चाहिँ को र यत्रो यो भुस्तिग्रे मान्छे यत्रो यो छोरा मान्छे भएर हामी केटी मान्छे गर्न सक्छौँ मैले गर्न सक्दैन ओए पहिला आफूले पनि गर्न सक्छ कि सक्दैन त्यो क्षमता लिएर गर्न फेरि सक्छु अघि दिएको थियो तिमीहरूले अप्सन अनि त्यही भएर मैले टाउको तल खुट्टा माथि गरेको 5,000 मा दिएको थियो उलाई दिँदाखेरि चाहिँ यस्तो गर्छ कि तिमीहरू गेम जमाउने कुरा नै गर्दैन यार खामे अलिअलि सपोर्ट आउँदाखेरि त्यसो नगर न हामी गर्न खामे छिटो के गर्छौ खामु ए खामु भने केमु केमुजी सजिलो खालको दिएन त्यो टाउको तल खुट्टा माथिवाला यत्तिका यसले गर्छ क्या यसले लसुन चपाउँछ नि त यसले त्यसो भए लसुन के रे सिलिन्डर कहाँ राख्ने के गर्ने भने रे सिलिन्डर यसरी अघि अदासिसले 5,000 मा हामीलाई दिएको होइन यहाँ ढाडमा यसरी यहाँ राख्न सक्छ केमु राख्न सक्छ ओके ल यसरी ढाडमा यसरी अदाले मलाई कति माया गरेको हेर यस्तो ख्याल राखिदिनु मान्छे हुनु पर्यो नि लगेर यसरी राख्ने ल बुझिसक्यो उसले बुझ्छ तिमीले सक्छ भने मात्रै गर नत्र अर्को चेन्ज गर्न भन्छु सक्छु म सक्छु होइन भने केमुला भने मैले ल ल ल पक अहिले फेरि हाम्रोमा यस्तो हेभी यो स्कोर आयो भने होइन त यो मोगरीलाई पख्न साँच्ची भने त अहिले रुइस भने चाहिँ हेर्न तेरो चाहिँ व्यवहारै ठिक छैन क्या कृतिमाले पनिसन दिएको त्यही सेम दिएको ल मैले जागर अदासिसले दिनुभएको अघि 5,000 आउँदाखेरि ओइ ग्यास त एकैछिन मेरो चाहिँ ग्यास भारी परेर यार कस्तो लसुन चापा निकाल्नै नसकिसक्यो गाइस इन्टु 3 गाइस तलपट्टिको हो सक्छ तिमीले सक्दैन होला तिमीले छोड्देऊ त्यही राख सक्छौ भने गाइस ट्याप ल गाइस इन्टु 3 गरौँ न गाइस इन्टु 3 सक्दैन के तिमी त्यही राखेर बस भने सक्छु भए ओए घुँडा टेकेर बोक त्यसो भए यहाँनिर यसरी यहाँ यसरी बोक ल घुँडा टेकेर माथि सिनामा बोक भने हेत तेरिका यसरी बोक ल हो त्यसरी बोके नि हुन्छ यसले बानी गाइस यसले बानी छैन नि त यस्तो पनिसन खेल्ने त्यही भएर यो होइन कि ग्यास प्लास्टिक हेपिसक्यो गाइस सर सेकेन्ड अप्सनको अघि हामीलाई खोर्सानी दिएको थियो होइन कतिवटा 10,000 मा 10 वटा खुर्सानी दिएको थियो नि 14 वटा खुर्सानी 14 वटा पाएर खाप्चोमा बाँधेर बस्ने स्पिड च्यालेन्जसम्म अनि त्यो थु गरेर हातमा थुकेर अनि त्यो थुतुनोमा सिट दौड्ने ल थर्ड अप्सन भन्नु थर्डमा टोयलेटमा जाने गुल्याम छाट्ने यो म त अदासिसले हाड दिएपछि म पनि दिन्छु नि मेरोमा स्कोर आयो भने ल आउनु देऊ के हामीले गरेको छैन गर्नु गरिरहेको छ त अनि सक्यो न आफूले रुन्छ क्या 14 वटा खुर्सानी हेरी ल आउनु ल फेरि 14 वटा अघि 10,000 मा 10 वटा भने तिम्रो साथीले अघि तपाईले दिनु भएको थियो त्यही स्टाइलले मैले 10,000 मा 10 वटा खुर्सानी भनेको अघि शेर्नीले सुनेको थिएन हो अब चाहिँ न काममा गरे जस्तो अब त्यो सुन्यो होला नि अब कतिवटा खुर्सानी के गर्नु पर्ने खुर्सानी 14 वटा खुर्सानी चपाएर थुतुनोमा बाँधेर राख्ने यस्तो गर्छ क्या यस्तो गर्छ अब आफ्नो पर्ने मिला चाहिँ गर्छ क्या थुतुनोमा दल्ने मुखमा ओइ शेर्नी फुल देखेन बडी देखेन मैले जस्तो फुल बडी देखाउनु पर्यो हो कि हैन के म मैले फुल बडी देखाएको थियो कि नाइ फुल बडी त देखाउनै पर्ने हुन्छ सिलिन्डरको टाउको मात्रै देखियो हो फुल बडी देखिनु पर्यो खोइ फुल बडी देखिया हो कोपरी परेको परै थियो त हो अलि अगाडि सर अलि टाइम लाग्छ नि त अनि अलि अगाडि सर ल भयो हो यत्तिकै बस है शेर्नी यत्तिकै अलिकति नहल्यो है यत्तिकै ल मेरो मतलबै छैन हल्ले पनि जे गर भने पोके भइहाल्यो नि हो ल यत्तिकै बस मतलबै छैन यिनीहरू जेसु गरोस् मतलब छैन त्रिपल गाइस तर यो रुन्छ क्या यो आफूमा आफूलाई आउँदाखेरि चाहिँ बेसी बन्छ होइन अनि अरूकोमा आउँदाखेरि माया लाग्छ गर न त फेरि गर न 5 मिनट कति गाह्रो हुन्छ भन्ने कुरा अब थाहा हुन्छ कुरी
अनि ओइ आमा त्यहाँ मगर्नीको त त्यहाँ के भाडा राखेको छ क्या सिलिन्डर त टक्रक्क अटेको छ त हामी त मरि समातेको त समात्दा पनि कस्तो गाह्रो भएको त्यही भने मुन्टे कस्तो गाह्रो यो ठ्याक्क यो ओइ यस्तो अडिने कुरा छ क्या यहाँ ठ्याक्क टक्रक्क राखेको छ त बाबाई आमा सिलिन्डर त लौ न लौ के खुसी रे कि म खुसी भएको देख्न चाहँदैनौ म खुसी भएको चाहँदैन जित्दाखेरि त डबल ट्यापिङ लाइफ सेट 3 रोजेस 3 रोजेस 3 रोजेस जित्दाखेरि त खुसी हुन्छ त होइन हामी हार्दा पनि त्यस्तो उयो छैन तर यो उयो मगर्नी त्यस्तो गर्छ क्या आफ्नो आउँदाखेरि चाहिँ उयो आउँदै चुप उयो गर्छ क्या आउँदाखेरि केही नगरी एक शब्द नभन्ने आमा यो एरिस त खोर्दानी पो चम्मलाई बिचरा हेर सिलिन्डर उचाल्नको दुःखले गाह्रोले हेर खोर्सानी भने हानिरहेछ डबल मोस्ट अलवेज खुसी हो नि अनि सधैँ खुसी हुनुपर्छ जति खै सल बाने एरिस अब फ्याल्ने बेला सुख भइसक्यो नि भन्ने कुरा भइरहन्छ लाइफ भनेको यही हो होइन सुख दुःखमै खुसी हुनुपर्छ स्पिड आइसक्यो तिमीले खुर्सानी चपल गर्दा स्पिड आइसक्यो अनि एकछिन बाना हो एकछिन बाना अनि त्यो निकालेर अनि मुखमा दल्ने पनिसमेन्ट त क्लियर हुनु पर्यो नि आयो ढाडे दुखौ ए हो र कि ल भयो अब थुकेर मालिस गरिदिन आऊ कि ओ माय गॉड आवश्यकता छ हाम्रो टिमलाई दामी 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 लभली भल्ट आइसकेको छ गाइज सेकेन्ड टाइम भल्ट मलाई जुलीले हानेको थियो फर्स्ट टाइम चाहिँ सेकेन्ड टाइम भल्ट आइसकेको छ लभली भल्ट आयो रे के